हामी कलङ्कित हुनेछौँ, हामीलाई त्यो मन्जुर छैन। एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु। यो परानीति दलका कार्यकर्तालाई सेटलमेन्ट गर्नका लागि ल्याइएको यो प्रदेश संरचना यही संसदबाट यही सरकारले खारेज गर्छ। यदि बहुमत पुगेन भने हामीले पनि सरकारमा थप गर्छौँ। बैठक बसेको यो भवन हाम्रो संसद भवन होइन। हाम्रो संसद भवन भदौ 24 गते खरानी भयो। यो सम्मानित संसदमा यसअघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन्, तर ती सरकारहरू इतिहासका अङ्क बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। किन सकेनन्? दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा, पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौँ। जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलङ्कित हुनेछौँ, हामीलाई त्यो मन्जुर छैन। रासोपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौँ। अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ। समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ। प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ, हामीमाथि 24 घण्टा निगरानी गरिदिनु होला। शासनमा तपाईँहरूको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौँ भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौँ भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहङ्कार नबढोस्, हामीमा कुनै अहङ्कार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एकअर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ। एकले योजना बनाउँछ, अर्कोले परख गर्छ। हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ, किनकि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ। यो हामीले अस्ति भर्खरै देखिसकेका छौँ। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहङ्कार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन। न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु। सरकार नयाँ नीति, कानुन, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन। प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौँ। त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ। व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधि मैत्री हुनेछ। त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ। स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्ट्रमबाट मेरो अपिल छ, अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, किनकि राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौँ। प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन। म गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपिल गर्छु, नेपालमा केही गरौँ। तपाईँ नेपालको आर्थिक विकासमा जोडिनुहोस्। हामी एक पटकको नेपाली, सधैँको नेपालीको बाचा पूरा गरेरै छाड्छौँ। बैठक बसेको यो भवन हाम्रो संसद भवन होइन।
हाम्रो संसद भवन भदौ 24 गते खरानी भयो। त्यो बेला खरानीलाई सम्झौं अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकि भविष्यमा यो देशलाई खरानी बनाउने कोही अघि नसरुन्। सभामुख महोदय, किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? हस् हस्, किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना? म सभामुख महोदय मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। भदौ 23 र 24 दुई दिनका घटनालाई एक एक केलाउन जरुरी छ। कसैले 23 गतेको घटना देख्ने, कसैले 23 गतेको घटना देख्ने 24 को नदेख्ने, कसैले 24 को ध्वंस देख्ने, कसैले 24 को ध्वंस देख्ने 23 को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदा सरकारले बनाएको जाँच आयोगले सम्म 23 गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस गर्यो, तर 24 को घटनाको अनुसन्धान भ्याइएन भनेर भन्यो। यो कस्तो तरिका हो? मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै बधाई भन्न चाहन्छु। असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्र सङ्घ लगायतका निकायहरूमा गएर हाम्रो देशका 4 किल्ला कतिवटा हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ भन्ने म माग राख्न चाहन्छु। नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गराउन चाहन्छु। जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस्। यदि सरकारले 2/3 नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ। यो परानीति दलका कार्यकर्तालाई सेटलमेन्ट गर्नका लागि ल्याइएको यो प्रदेश संरचना यही संसदबाट यही सरकारले खारेज गर्छ। यदि बहुमत पुगेन भने हामीले पनि सरकारमा थप गर्छौँ। 184 चाहिन्छ, 187 पुर्याउँछौँ। प्रदेश संरचना तत्काल खारेज गरियोस्। यो सरकारले त्यो नीति अगाडि बढाओस्। वार्षिक 1 खर्बभन्दा बढी जनताको कर आज प्रदेश संरचना नाममा खर्च भइरहेको छ। यो पैसा बचाइयोस्, म यही भन्न चाहन्छु। म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु। बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ। सबै कुरा म प्राय सबैसँग मिल्दैन। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिज्ञ होइन। म समाजसेवी हुँ र सेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ।